Hey guys, welcome back to my YouTube channel. अनि भन्नु आज यसले सुरु गर्छ ल हेलो गाइज, आज हाम्रो न्यू ब्लग ल फेरि सुरुबाट मैले जे हुन्छ त्यो हेर्ने ल हे गाइज वेलकम ब्याक टु माई युट्युब ब्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु हुनुहुन्छ होला म पनि के रे आरामै छु तपाईहरु पनि सन्चै आरामै नै हुनुहुन्छ होला तपाईहरु नि आरामै नै हुनुहुन्न होला सबैजनालाई माया गरिदिनु होला हो त्यही गाइज हैन त्यो आज चाहिँ ब्लग फेरि पनि लिएर आएको छु र ब्लग के हो भने त तपाईले ठम्मिलेर नै ठान्नु पर्यो हामी चाहिँ जाहाज भाइ हैन आज सट हैन त हो सबै सटबारमा अघि के हो सब भिडियो हेर्दिनु होला है त सो हैन हामीले चाहिँ चट्ट लाएर प्राडहरुसँग रेडी भएर ल ब्रो आइज मार हान्न पर्छ मार राइट हाम्रो कोसे लाइट छट्ट पारामा कोसेले गाइस कोसेले फ्वाक लोकल न्युज भन्दा फेरि छैन अहिले लोकल बिचरा जानी भयो के पाप गर्छ साँच्चीम गरेर गरे हाट्ने काम छ अबतिर त्यसको चाहिँ अब अन्त्य हुँदैछ केमा काट्ने अचानक है अचानु लेट सो गाइस हैन चट्ट काटकुट पनि गरियो है अब चाहिँ यसलाई चट्ट पारामा खुल्काइन्छ हैन सट्ट काटकुट गरिन्छ अन्तिमसम्म हेर्दिनु होला त्यो टावेल युज गर्न मोरे होला हैन ब्रो लाइट च्यासु यता चाहिँ अब एकछिनलाई छोपिसकेपछि चाहिँ राम्रोसँग सेप हुन्छ क्या सबै उठ्छ होइन त्यसपछि चाहिँ हामी काटकुट गरिन्छ आज चाहिँ पार्टी हुँदैछ हाम्रो होइन भुट्छ अरे फेरि त्यो त ल आइज त्यो गाइज होइन चट्ट ओइ भयो होला साई भर्खरै हुन्छ त्यसलाई प्लास्टिक खै कोहीको कुखुरा काट्नु पऱ्यो म सम्झिनु होला प्लास्टिकमा हाल्न त्यही किन फालेको छ यार भएन टलाई चाहिँ झ्याउ हो बढाउनु पर्यो होइन कोहीको काट्नहरू म सम्झिनु होला कुखुरा है धेरै अब एकैछिन लाइट अब कुखुरा पनि अब यसको सबै कपालहरू जेरोमा हानिसक्यो टक्लु म जस्तै र अब यसको बाल कहिले नि आउन्न पेटमा गएर ल छिटो गरेर ल बुट्ला सुत्ला राम्ररी गर केटा बालदारी गाली सक्यो होइन आज चाहिँ चिकन डिनर यो बाघे खुवाइ चाहिँ कसलाई भन्न चाहन्छस् होइन अरू कसैलाई माइतीलाई ल यसलाई ढुम्नु होइन राम्रोसित चट्ट बनिसक्यो अब यसलाई चाहिँ काटकुट गरिन्छ होइन ल सिधै अब काट्ने बेला लास्टमा फेरि हामीले फेरि टाउकोलाई चाहिँ बिर्सेको नि ब्रो ल अब टाउ पनि झन् मेन टक्ले हान्नेलाई चाहिँ हो यार है यही भुलेर गएको
पनि त पर्यो अब सरसफाइको ध्यान पनि राख्नु पर्यो के गर्नु के फेरि 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 दुखे जिन्दगी तर भएन क्या अघि जस्तो त्यही हो सट्ट पारामा गर्नुपर्छ ल अब मेहनत गरेको फल मिल्ला यता त माहौल चाहिँ अब कुखुरा पनि चट्ट पारामा यो फोक 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 बाहुबली छाती चिर्नु पर्छ यस्तरी चाहिँ ल चट्ट पारामा रामुले नि फोको ए पात्रो हेर त पात्रो हेर त चौटिस्ट होइन नि ल चट्ट पारामा भइसक्यो बुढोको मिहिनेत कामै गर्छु ल लेट्स गो फर कटिङ त्यही त सुते छैन नि रुकै भाडा ओए ओए यो उसहरू कहाँ फाल्ने हो नि ब्रो के हो ब्रो त सन्तो जान्छ है यो अन्डा कता फाल्ने उही माथि राख राजा सबै यहाँ भेला भएको छ सो हेलो एन्ड गुड मर्निङ गाइज होइन सो चट्ट पारामा र हिजो चाहिँ चट्ट बेलुका चाहिँ काटकुट गऱ्यो काटकुट गरिसकेपछि सबै यताउति सबै पार्टी पनि भयो खाइयो पियो अनि आएर सुत्यो अनि त्यो चाहिँ मैले भ्लग बनाउन पाइनँ किनकि यो ब्याट्री भ्याइएर केही प्रब्लम भएर होइन टियु गाइज बडा ओछ्यानबाटै सुरु गरिदिएको त्यही हो होइन भ्लग चाहिँ त्यो नै थियो के कस्तो लाग्यो तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला अरू त के भन्नु होइन त्यो र आज चाहिँ म भ्लग एन्ड गर्न चाहन्छु हस्त धन्यवाद।